क्या हो? किन हो फोन काट्ने? किन हो मेरो मुड खराब गरे? क्या हो? किन हो फोन काट्ने? किन हो मेरो मुड खराब गरे? मुड खराब हो नि त्यस्तै शङ्करले न त्यस्तो भनेपछि रिस उठ्दैन त? तिमीले भने त मैले के भनेछु त? मलाई नडाँटेर भन। हेर म तिमीलाई साँचो माया गर्छु, म मजा गर्न लाग्छ, सिरियस भन्नु लाग्छ। हिजोदेखि मुड चड्किया छ मेरो। त हाम्रो के मुड खराब भएछ छैन के? शङ्करले चिक्या हो किन नडाँटेर भन। शङ्कर मलाई भन्न लाग्छ खाली मुलीमा पागल नबनाई। तिमी आफै भन्छ कि तिमी मजाक गर्छन् भनेर अझ तिमीलाई मेरो माथि विश्वास नै। अनि तिमीले हिजो शङ्करलाई किन भन्यौ त हाला हाला विनाजु भनेर? अरे भाइ हामीहरू यस्तै भन्छु त त्यहाँ के भयो त? अनि मलाई रिस पनि उठ्नु लाग्छ, हाँसो पनि लाग्न लाग्छ। थाहा छ तिमीलाई म माया गर्छु अनि तिमी दुनियाँलाई हाला हाला भनेर भन्ने रिस उठ्दैन? हामीलाई के रिस उठेन के त? हाम्रो त झन् मुड खराब छ अस्तिदेखि। अनि तिमी भन्न लागि शङ्करलाई, शङ्कर मलाई रेकर्डिङ सुनाउन लाग्थ्यो हाला हाला विनाजु भन्नु लागि। साँच्चै शङ्कर बिना चाहिँ तर लाइनमा कुरा गर त अहिले म इन्नाइ भन्छु। फोन लाग्ला छैन, मैले त्यसलाई नै कति देर फोन ट्राई गरेँ मैले त। प्रोग्राम अहिले म तिमीलाई हड्काउँछु। खाली मुलीमा गर्न लागेको छ। सुन के सुन्दैनौ तिम्रो पनि? कुरा सुनेर ल्याऊ। सुन्दैन। गाउँमा आएर तिमीलाई 2-3 चोटि मैले टिकेको अरे त यत्रो किच्छु। हे भगवान म पस्ताउन लागेको छु क्या तिमीहरूसँग कुरा गरेर। आजदेखि म कुरै गर्दैन, न तिमीसँग न ती भिनाजुसँग। मजाक नगर। शङ्करले गर्दैन आजदेखि त म कोहीसँग कुरा गर्दैन। शङ्करले सिक्या हो कि नै? अनि त्यसले कसरी थाहा भयो तिम्रो किच्चो ठुलो छ भनेर? मैले त दिएको अरे उल्टा सिधा नबोल है, नबोल। कलशभित्र पनि त्यसको चुचुमा हात हाल्थेँ। मलाई के भन्दिनँ? म त त्यसलाई माया गर्थ्यो अरे, म त्यसलाई माया गर्दैन अरे, म खालि चिक्नलाई मात्र माया गर्छु यताउति भन्न लागेको। किन हो फोन काट्ने? किन हो मेरो मुड खराब गरे?